बाटो हिमाल ट्रेकको चाहिँ यो दोस्रो दिन हो। हामीले चाहिँ यतिको भ्यू चाहिँ हामीले बादल डाँडाबाट देख्न सक्छौँ। अनि हामी चाहिँ फरेस्ट क्याम्पदेखि चाहिँ हामी बिहानै उठ्यौँ। त्यसपछि सबै सामानहरू प्याक गरेर खाजासाजा खाएर 8 बजीतिर बाटो लाग्यौँ होला। त्यसपछि सेकेन्ड दिन चाहिँ हामीलाई डर पनि थिएन, डर पनि लाग्दैन। अनि अलिकति सजिलो पनि भएको थियो मलाई चाहिँ। फर्स्ट दिनभन्दा चाहिँ एकदम सजिलो भएको थियो। अनि त्यसपछि हामीले चाहिँ बाटो लाग्यौँ 2 जना। अनि बाटोमा चाहिँ हामीले दाइहरूलाई पनि भेटेको थियौँ। अनि दाइले चाहिँ हामीलाई एकदम गाइड गर्नुभएको थियो। त्यो बेला हामीलाई एकदम सहज पनि भएको थियो होइन। हामी सँगसँगै गयौँ। अनि यो चाहिँ बादल डाँडा हो। बादल डाँडामा हामीले पुगेर खाना खायौँ। बादल डाँडा चाहिँ नजिकै छ भन्नुभएको थियो। त्यसपछि हामीले चाहिँ आरामले गएको थियौँ बिसाउँदै बिसाउँदै। त्यसपछि आधी बाटोमा गएर चाहिँ पानी परेर होइन अलिअलि हिउँ पनि परेको थियो। वाउ पर्दैछ पर्दैछ हिउँ पर्दैछ हेर्नु कस्तो नदेखेको। तर सत्य कुरा भन्ने पर्दा भिडियो गर्न होइन सत्य कुरा भन्नु पर्दाखेरि मैले चाहिँ पापाको जुत्ता लगाएर आएको। त्यही भएर लुज भइरहेछ। किन पैसा खर्च गर्नु भनेर तर कम्फर्टेबलै थियो। बादलहरू कुदिरहेछ होइन। यो उकालो त केही होइन केही होइन। हामी भाइ उडेर पुगिदिन्छ। यस्तो राम्रो राम्रो भ्यूहरू बादल डाँडादेखि नै सुरु हुन्छ क्या भ्यूहरू देखिनु चाहिँ होइन। अनि भ्यूहरू हेर्दै हिमालहरू हेर्दै उसी अहिले आउँछ अहिले जान्छ। एकदम मजा आएको थियो। त्यसपछि हामीले चाहिँ